तपाईँ कुनै प्रोफेसनमा सक्सेस हुनु भएन, तरमा तपाईँले कुनै पनि एउटा प्रोफेसनमा ट्राई गर्नुभयो, कोसिस गर्नुभयो, त्यहाँ धेरै मेहनत पनि तपाईँ गर्नुभयो, धेरै प्रयास पनि तपाईँ गर्नुभयो, तर तपाईँ सक्सेस हुनु भएन। तपाईँले त्यो प्रोफेसनलाई गलत भन्न मिल्छ? तपाईँले त्यो कामलाई, त्यो क्षेत्र, त्यो सेक्टरलाई तपाईँले गलत छ, रङ छ भन्न मिल्छ? यदि त्यो प्रोफेसन गल्ती छ भने, यदि त्यो प्रोफेसन रङ छ भने के त्यो प्रोफेसनमा अहिलेसम्म जतिले ट्राई गरेका छन्, जतिले कोसिस गरेका छन्, तिनीहरू सबै अनसक्सेस छन् त? त्यहाँ कोही पनि सक्सेस भएका छैनन्। यदि यसको एन्सर तपाईँले त्यहाँ मान्छे सक्सेस पनि भएका छन् अथवा त्यहाँ त्यो प्रोफेसनबाट तपाईँले नसकेको, तपाईँले ट्राई गर्दा नसकेको प्रोफेसन अरू कसैले भविष्य बनाएका छन्, तपाईँ जस्ता अरू मान्छेले भविष्य बनाएका छन् भने बुझ्नुहोस् त्यो प्रोफेसन रङ छैन। त्यो प्रोफेसन 100% सही छ। रङ तपाईँ हुनुहुन्छ। केही न केही तपाईँको त्यहाँनिर तपाईँको कन्सिस्टेन्सी पुगेन, तपाईँको प्यासेन्स पुगेन, तपाईँको इफोर्ट पुगेन, तपाईँको पोजिटिभिटी पुगेन, तपाईँको हार्डवर्क पुगेन, केही न केही त तपाईँको पुगेन। त्यही भएर तपाईँलाई त्यहाँबाट सफलता हात लागेन। होइन भने किन त्यो प्रोफेसनबाट कोही व्यक्ति सफल भयो, अरू सफल भए तपाईँ हुन सक्नु भएन? भनेको तपाईँ अनसक्सेस हुनुभयो, तपाईँले ट्राई गरेको प्रोफेसनबाट तपाईँ अनसक्सेस हुनुभयो भने तपाईँ त्यो प्रोफेसनलाई गलत भन्नुहुन्छ भने यो रङ हो। त्यो प्रोफेसन रङ हुनको लागि त्यहाँ कोही पनि हुनु भएन। त्यहाँ सबैजना आजसम्म जतिले त्यहाँ प्रयास गरेका थिए सबै अनसक्सेस हुनु पर्यो, फेलर हुनु पर्यो, अनि गएर त्यो प्रोफेसन रङ छ। जतिले प्रयास गर्दा पनि कोही पनि सक्सेस छैनन् भने त्यो प्रोफेसन रङ छ। तर फेरि यदि त्यहाँ प्रयास गरेका व्यक्तिहरू कोही न कोही त्यहाँ सफल छन् भने त्यो प्रोफेसन सही छ। कुनै पनि प्रोफेसनमा भविष्य करियर सम्भव छ। यस्तो कुनै प्रोफेसन छैन जहाँनिर जतिजना मान्छेले ट्राई गरेका थिए, जतिजना मान्छेले कोसिस गरेका थिए, तिनीहरू सबै सक्सेस छन्। यस्तो कुनै प्रोफेसन छैन जहाँनिर जसले ट्राई गर्यो त्यहाँ सक्सेस भइहाल्छ, जसले प्रयास गर्यो त्यहाँ सफलता हात लागिहाल्छ। यस्तो कुनै प्रोफेसन छैन। हरेक प्रोफेसनमा 2% 3% मान्छेहरू मात्रै सक्सेस हुन्छ। सबैको भाग्यमा सबै कुरा लेखेको हुँदैन। तपाईँ व्यापार गर्नु हुँदैछ, तपाईँ व्यापारमा सफल हुनु भएन भने तपाईँ व्यापार भन्ने कामै ठिक छैन भनेर भन्नु गलत हो। तपाईँ सिङ्गर हुनुहुन्छ, तपाईँ हिट सिङ्गर बन्नु भएन, तपाईँले यो सिङ्गिङ प्रोफेसनै ठिक छैन। तपाईँ डान्सर हुनुहुन्छ, नाचेर तपाईँले आफ्नो भविष्य बनाउन सक्नु भएन अथवा त्यहाँ राम्रो नाम कमाउन सक्नु भएन। तर त्यहीँनिर अरू कोही सक्सेस भइरहेछन् भने नाचेर काम छैन भन्नुभयो भने तपाईँ रङ हुनुहुन्छ। त्यहीँनिर कसैले गरिरहेका छन् भनेको प्रोफेसन रङ। कुनै पनि काम आफैमा गलत हुँदैन। हरेक प्रोफेसनबाट, हरेक कामबाट करियर सम्भव छ, हरेक प्रोफेसनबाट भविष्य सम्भव छ। त्यो प्रोफेसनबाट अलग प्रोफेसनले अलग कुराहरू माग्छ। अलग प्रोफेसनबाट सक्सेस बन्नको लागि अलग प्रकारको खुबी, अलग प्रकारको ट्यालेन्ट चाहिन्छ। त्यो ट्यालेन्ट तपाईसँग थियो कि थिएन? त्यो प्रोफेसनले मागेको कुरा तपाईसँग थियो कि थिएन? यदि तपाईसँग थियो भने तपाईँ त्यहाँ सक्सेस हुनुहुन्थ्यो। त्यही व्यक्ति सफल भयो जो व्यक्तिले त्यो प्रोफेसनले मागेको कुरा दिन सक्यो। अनि तपाईँ असफल भयो भने तपाईँले त्यो प्रोफेसनलाई गलत भन्न मिल्दैन। हेर्नुहोस्, नाचेर पनि मान्छेले नाम कमाएका छन्, गाएर पनि गरेका छन्, राजनीतिबाट पनि मान्छे सफल छन्। तपाईँ राजनीतिमा लाग्नुभयो, तपाईँको राजनीतिबाट तपाईँ सफल हुनु भएन सोचे जस्तो। राजनीति भन्ने चिजै खराब हो, कामै खराब हो भनेर भन्न मिल्दैन। तपाईँ विदेश जानुभयो, विदेशमा गएर तपाईँले राम्रो चाहे जस्तो दाम कमाउन सक्नु भएन। विदेश भन्ने कुरा जाने कुरै होइन, कामै छैन भनेर भन्नु भएन। तपाईँ भन्नुहुन्छ भने तपाईँ गलत हुनुहुन्छ। हरेक प्रोफेसनबाट करियर सम्भव छ। हरेक प्रोफेसनमा आफैमा सही र गलत हुँदैन। त्यो प्रोफेसनले मागेको कुरा तपाईँ दिन सक्नुहुन्छ भने तपाईँलाई अगाडि बढ्न कसैले रोक्न सक्दैन। प्रोफेसनबाट, हरेक क्षेत्रमा, हरेक कामबाट 1 से 1 सफल मान्छेहरूको उदाहरण छन्। तपाईँ त्यो प्रोफेसनमा को फेलर भयो, त्यो काममा को असफल भए त्यतातिर तपाईँ हेर्ने होइन। तपाईलाई सफलता चाहिएको छ कि असफलता चाहिएको छ? त सफलता चाहिएको छ भने तपाईँले गरिरहेको कामबाट त्यहाँ को मान्छे सफल भए अनि कसरी सफल भए, उनीहरूले के गरे,
सँग तपाईले सुन्नुभयो, उनीहरूको कुरा सुन्नुभयो, उनीहरूको स्टोरी तपाईले पढ्नुभयो, उनीहरूको इतिहास तपाईले खोतल्नुभयो भने अनि उनीहरूले गरेको कुरा तपाईले गर्नुभयो भने तपाई पनि त्यो प्रोफेसनबाट सक्सेस हुनुहुन्छ। तपाई बन्न चाहनुहुन्छ सक्सेस, अनि सुन्नुहुन्छ फेलरको कुरा। असफल मान्छेले कहिले पनि सफलताको कहानी सुनाउन सक्दैन। असफल मान्छेले कहिले पनि सक्सेस कसरी हुन्छ भनेर सिकाउन सक्दैन, किनकि ऊ लाइफमा ऊ आफै सफल भएको छैन, उसले आफैमा जिन्दगीमा माखो मारेको छैन, ऊ त असफल भएको छ। उसको कहानी सुन्नुभयो भने जतिसुकै उसले कहानी सुनाए पनि यो बुझ्नुहोस् उसले सुनाएको कहानी फेलरको कहानी, उसको स्टोरी फेलर स्टोरी छ। तपाईलाई चाहिएको सक्सेस हो भने सक्सेसफुल मान्छेको स्टोरी सुन्न पर्यो। जो सफल छ, तपाईले गरिरहेको प्रोफेसनमा जो मान्छे सफल छ त्यो सफल मान्छेको कथा सुन्नुभयो, त्यो सफल मान्छेको कुरा सुन्नुभयो भने त्यहाँबाट तपाईले सफल कसरी भएको रहेछ भन्ने कुरा सुन्नुहुन्छ। सफल बन्न छ भने सफल व्यक्तिको कहानी सुन्नुहोस्। हरेक प्रोफेसनमा भविष्य सम्भव छ। तपाईं कुनै पनि प्रोफेसनमा यो प्रोफेसन ठीक छ, यो प्रोफेसन ठीक छैन, यो काम ठीक छ, त्यो काम ठीक छैन, कुनै पनि प्रोफेसनमा करियर सम्भव छ, कुनै पनि काममा भविष्य सम्भव छ। हरेक क्षेत्रमा सफल मान्छेहरूको उदाहरण छ। तपाईं हेर्नुहोस् त्यहाँ निहालेर, असफल को भए असफल को छन् त्यतातिर हेर्ने होइन। यदि तपाईं सफल बन्न चाहनुहुन्छ, तपाईं